हेलो गाइस, नमस्ते, राधे राधे, गुड मर्निङ सबैजनालाई। आज फेरि मैले एउटा मेकअपको लुक लिएर आएकी छु। यो मैले अस्ति नै गरेको मेकअप हो, खालि एडिट गर्न बाँकी थियो गाइस। अनि हजुरहरूले सोच्दै हुनुहुन्छ होला यिनी को हुन् भनेर। यिनी हुन् मेरो स्टुडेन्ट। मलाई यिनले भन्दै थिइन् कि दिदी मलाई पनि एउटा मेकअपको लुक गरिदिनुहोस् न भनेर। अनि मैले भने के मेकअप चाहिन्छ भनेर। अनि यिनले भन्दै थिइन् मलाई राधा बन्न बहुत शौक छ, मलाई राधा बनाइदिनुहोस् न भनेर भन्दै थिइन् कि। मैले भने ठिक छ भनेर। अब मैले त्यति सो गरी छैन कि स्टार्टिङको अब के लगाएँ। अब त्यो त हजुरहरूलाई थाहै छ होला। आजकल त अब सबैजनाले जान्नुहुन्छ मेकअप भनेपछि त आजकल कमन नै भइसकेछ नि। त्यही लागि अब सबैजनाले कति राम्रो राम्रो मेकअप गर्नुहुन्छ घरमै। अब सेल्फ मेकअप भयो, आफै अब सबैको एउटा एउटा सोक ट्यालेन्ट हुन्छ अब होइन। त्यही लागि मेरो पनि मेकअप गर्नलाई बहुत सोख छ। मैले पनि जति जानेकी छु अब गर्छु अलिअलि। अब यसो टाइम निकालेर मेकअप सेकअप गरेर बस्न राम्रो लाग्छ मलाई पनि। हाम्रो राधा रानी कस्तो लागेछ, राधा रानीको लुक भनिदिनुहोस् है हजुरहरूले सबैजनाले कमेन्ट गरेर भनिदिनु होला है।